राम्रो हुँदा बित्तिकै तपाईँको बच्चाको अन्य लेटरहरू पनि राम्रो हुँदो रहेछ होइन भनेपछि हामीले एक हप्ता लगाएर पनि सी राम्रो बनाउँछौँ बराबर भन्नुहोस् यो कुरा चाहिँ याद राख्नुहोस् है ल ओके सी ओ ई एमा चाहिँ तपाईँको मोनोमर्फिजममा पछाडिबाट किक उठाउने है अनि डी लाई डी बनाउँदा पहिला याद बनाउने र यसको यो भागले चाहिँ के त गोलो बनाएर जुन ठाउँबाट सुरु गर्नुभएको छ त्यही ठाउँलाई जाने जी को पनि गोलो बनाउने सी बनाउने र सिधा तल लगेर पुच्छर फर्काउने अनि ई अर्कै है क्यू भइहाल्यो अब यसमा सी बच्चाको सी हुनै पर्यो ई पछाडि पुच्छर फर्किँदैन डी सिधा यसरी बिचबाट गोलो घुमाउन सिकाउनुहोस् अनि जी बनाउँदा पहिला सी बनाएर यसरी बनाइ पनि भयो नभएदेखि सिधा चाहिँ पहिला जी बनाउने र यो बिचबाट यसरी गोलो घुमाउनु पाइयो है जी बनाउँदा अनि त्यसपछि ई सिधा र क्यू है यो सी फ्यामिलीको लेटरलाई सुन्नुहोस् है मैले टपिक एउटैमा पढाइरहेको छु सी फ्यामिलीको लेटरलाई तपाईँले बुकमा यसमा चाहिँ के भनेर पाउनुहुन्छ भन्दा एन्टी क्लकवाइज लेटर सी फ्यामिलीको लेटरलाई एन्टी क्लकवाइज लेटर पनि भनिन्छ किन भनिन्छ त भन्दा सी लेख्दाखेरि हाम्रो हात सिधा घडीको कता उल्टो दिशातिर हुन्छ बुझ्नु भयो नि है यी लेटरहरू लेख्दाखेरि चाहिँ के हुने भयो हाम्रो हात चाहिँ सिधा घडीको उल्टो दिशातिर हुने भयो त्यो भएको कारणले गर्दा यसलाई सी फ्यामिलीको लेटर हो यसरी उल्टो दिशातिर सुरुमा घुम्ने अर्को एउटा लेटर पनि छ लेटर एस है यसरी चाहिँ उल्टो दिशातिर घुम्यो यो बिचबाट के आयो उल्टो दिशातिर आयो भनेपछि हामीले चाहिँ के त लेटर एस लाई पनि के गर्नु पर्छ भन्दा यही समूहमा राख्नु पर्यो है